बर्थडे यहाँ रोजा नानी मम्मी माइजोर सब हुनुभयो ल केक काट्छ म केक काट्छु अब म केक काट्दै छु हेर्नुस् मेरो केक यसको गर्नु ल ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे काट आज नभए न केक नकाट्ने अरे निकाल्दिम उठ्दै छोड के राख्दै राख्दै के दुईतिर काट्नु दुईतिर के विश गर्नु हैन ल यार गरेको हैन त नि अनि ह्यापी बर्थडे टु यु ल आफूलाई खुवाउने पहिला आजले ल मजाक गरेको के अदाले खानुहुन्छ मजाक गरेको ल ल अब अदाले खाइदे साइडमा राखे हुन्छ कि उठे बोतल लाउनु बहिनी अझिलाई अब अझिलाई देऊ अझिलाई अब यो म भ्लग बनाएर राख्ने छिटाउनु न अझै भ्लग के अरे भ्लग बनाएर राख्ने भने नातिले ल नातिनीलाई खुवाइदिनु पहिला लेन त सबै थोरै ल बाबा धेरै धेरै काटिस् कि नाति थोरै काट्ने हात धुनु पर्यो खाना गएर पोदिनु पर्ने हो म पोदिनु खै म पोदिन्छु ल हेर्नु एकचोटि थोरै थोरै धेरै हैन ल हात धु पाउनु पहिला यहाँ स्टिलको कपमा हात धुनु पर्छ हेरेन पहिला टिका लाउनु पर्छ रे क्या केकको ल साथीहरु म टिका लाउँदैछु ल हामी त्यस्तो गरियो न नि ल मम्मी अङ्कल अङ्कल ल पालवार ल ल ल मेरो नाति होइन ट्याक्क धेरै बन्ने होइन कसो पुलिसका लासी पनि हेला नगर्ने मम्मी अझ अझिलाई होइन होइन अनि मलाई पनि यसो बोलाउने आउँदा नाति होइन अनि केक मलाई काटेर खुवाउनु पर्यो नि त अनि सम्पत्ति पनि दिनुपर्ने होला नि त फेरि सम्पत्ति नदिने हो त्यही बेलामा सम्झिन नि त मैले त सम्झिनुपर्छ त नि हजुर ल ल ल खै अलिकति म खान्छु तरै सबै खानु खान्न खान्न चिसो नातिले पनि खानु न ल नातिले खानु न तिमीले खुवाइदेऊ ल म थोरै खुवाइदिन्छु थोरै म खानु नातिले खुवाइदिन्छ नि पहिला खानुको टिका चाहिँ लाउनु न है किन केक केक लाइदिनु नि त थोरै धेरै हैन यता अगाडि आएर खान्छ अगाडि आउनु न अगाडि आइदियो अब यसको चाहना पुरा गर्नु पर्यो गिफ्ट यही हो नमस्ते ल नानी नानीको बर्थडे कहिले हो असुदमा फुलझडी उ गरेको हैन के टिका लाइ अझले केक खुवाइदेऊ थोरै थोरै धेरै होइन खानु यति धेरै यति पनि के होला लाउनु खानु यति अब को टिका लाइदिनु बुवाले टिका लाइदिनु के पहिला छेउमा नि म्याजिक भइरहेको पैसा सैसा पर्दैन ठिकै यहाँ चाहिँदैन अझ एकछिन बस्नु है नजगाउनु के लिएर फोन लिएर आइहाल्नु है बिहा जानु भएन फोटो कोलाई भिडियो गर्दै बसेर ल
साथीहरू राम्रो गरेस् नक्कल गरेस् नक्कल नगरेस् भनेको मानेस् भनेको मानेस् अनि अरू ऊ त तेरो 500 चेन्जी के पान्छु चेन्जी थ्याङ्क यू पहिले पोदिनमा म खुवाइदिन्छु हजुरलाई अब चाहिँ म केक खुवाउँदैछु साथीहरू ल आम्मा भेला मुन्ना माइजूले आइदिनु पर्यो भाग्यमानी ल दिलाइदिनु आशीर्वाद दिनु ल आशीर्वाद धेरै पढ्ने ज्ञानी हुने मम्मीलाई बाबालाई मुखमुखे नलाउने बहिनीलाई धेरै नपिट्ने अजा अजीले भनेको मान्ने राम्रो पढ्ने मामाले भनेको मान्ने सबैले ल भाग्यमानी भए धेरै पढ भटाउनु पर्ने हो भटाउने धेरै पढ्नु ज्ञानी बन्नु चकचके धेरै नहुनु अनि माइजूले धेरै नजिस्क्याउनु धेरै पढ्ने ठुलो मान्छे बन्नु है भविष्यमा पाइलट बन्नु धेरै पढ्नु धेरै हो बिन्नु पर्यो नि यार कस्तो हो ये वान त्यो दोसरलाई अडेको रे मामालाई भयो होइन नो ल राख्यो भयो भयो मामाले के मामाले के अजा भित्र भन्नु बाहिर बाहिर कि भित्र छिटो भन्नु साथीहरू मेरो बर्थडे भइसक्यो थ्याङ्क्स फर वाचिङ